अस्तिदेखि हामी बाटोमा हिँड्दाखेरि यो अङ्कललाई देखिरहन्थ्यो। जहिले बाटोमा बसेको र पैसा माग्ने, त्यो खानेकुराहरू किन्ने र फेरि जाने। यो अङ्कलको कपडाहरू धेरै फोहोर, एउटा खुट्टा नभएको, एउटा प्लास्टिकको खुट्टा भएको मान्छे। एक दिन हामी डिसाइड गर्यो कि उहाँलाई लग्ने र उहाँको लागि केही गर्ने भनेर। हामी उहाँसँग कुरा गर्यो। उहाँ भन्नुभयो कि मलाई खाना खुवाइदिनु पहिला। हामी भने जाऊँ खाना खान। हामी खाना खानलाई होटल पुगे। होटलमा उहाँ छिर्दाखेरि म पहिला छिरेर उहाँ आउनुभयो। खाना खाना अर्डर दिए। एकछिनमा हामी बस्दाखेरि कुरा सुरा गर्यो। मैले भने कि पहिला मिठाईबाट सुरुवात गर्नुहोस्, मुख मिठा गर्नुहोस् भनेर। उहाँ मिठाई खानुभयो। त्यस पछाडि मिठाई खाँदा कुरा गर्दै एकछिनमा धेरै कुराहरू थाहा पाएँ, जिन्दगी के हुँदो रहेछ। त्यस पछाडि खाना पनि आयो। उहाँ खाना हेर्ने बित्तिकै खुस हुनुभयो र हात जोडेर पहिला भगवानलाई प्रणाम गर्नुभयो। हेर्नुहोस् खानाको कति महत्त्व हुँदो रहेछ। उहाँले सबै निहारी निहारी हेर्नुभयो र भगवानलाई स्मरण गरेर अब खानु भनेर मैले भनेको अरू के चाहिन्छ भने मैले उहाँले भन्दै हुनुहुन्थ्यो कि मलाई चिसोको लागि केही स्वेटर ल्याइदिनु भनेर। मैले अब तपाईँ खाना खानुहोस्, हामी स्वेटर ल्याउन जाँदैछौँ। अब उहाँ खाना खाँदै हुनुहुन्थ्यो। एकछिन कुरा गर्नुभयो, कस्तो चाहिन्छ के चाहिन्छ भनेर उहाँले बताउनु भयो। अलिक बाक्लो ल्याइदिनु भन्नुभयो। हामी त्यहाँबाट गएँ त्यो स्वेटर ल्याउनलाई। अब हामी फर्किँदाखेरि उहाँ हात धुँदै हुनुहुन्थ्यो। खाना पेटभरि खानुभयो र अब हामी गाडीमा बसेर आफ्नो ठाउँतिर लागे। अब हामी त्यहाँ जाँदाखेरि अब उहाँ मजाले बस्नुभयो। अब हामी बाटोमा गएँ। बाटो पनि रमाइलो लाग्यो उहाँसँग कुरा गर्दा गर्दै। अब हामी त्यहाँ पुग्यो जहाँ हामीले जानुपर्ने थियो। त्यहाँ जाँदाखेरि हाम्रो डिसाइड भयो कि पहिला अङ्कलको दाढी र कपाल बनाऊँ। उहाँबाट हामी धेरै कुरा सिक्यो र उहाँलाई बाहिर निकाले। बाहिर निकालेपछि अब हामी सलुनमा गयो। सलुनमा जाँदाखेरि अब उहाँको दाढी काट्ने काम भयो सुरु। दाढीमा हेर्नुहोस्, दाढीमा कस्तो देख्दै हुनुहुन्छ। अब दाढी काटे पछाडि उहाँले दाढी काट्दाखेरि धेरै खुसी, धेरै धन्यवाद दिँदै हामीले आशीर्वाद दिँदै गर्दै हुनुहुन्थ्यो। हामी उभिएर त्यहाँ दाढी काटे सबै गरेर अब जहाँ जहाँ छुटिरहेको थियो त्यहाँ म बताइरहेको थिएँ, यहाँ छुट्यो भनेर, यहाँ अलि मिलाइदिनु, यहाँ उ गरिदिनु। रमाइलो पनि हुँदै थियो। कपाल काट्दा भन्दाखेरि उहाँले न कपाल नकाट्नु भनेको। हामीले पनि ठिक छ कपाल नकाटौँ, दाढी नै काटौँ। त्यस पछाडि दाढी साडी सबै काटेर मिलाएर अब हामी भने कि हिँड्नु भनेर। अनि हामी कुरा गर्दै हाँस्दै आफ्नो घरतिर लाग्यो। आफ्नो घरमा ल्याएँ उहाँलाई। हामी माथि गएर अब उहाँलाई भनेको नुहाउनु पहिला। अनि मैले उहाँको सबै कपडा गरेर निकालेर उहाँलाई नुहाउन लागेँ। नुहाउँदाखेरि उहाँको अब एउटै खुट्टा भए पनि अलिकति पनि उहाँको मनमा दुखी देखिन हामीले। र नुहाउँदाखेरि उहाँले मजाले हाँसी हाँसी नुहाउनु भयो। हामी नुहाइदिए मजाले, सेम्पू लगाएर पुरै मली मली पुरै बडी मजाले सबै माथिको भयो। अब एकछिन मैले भने कि तपाईँ आफै नै गर्नुहोस्। उहाँले आफै नै गर्नुभयो। खुसी हुनुभयो। मैले खुट्टा उहाँको मल दिएँ।
मलाई र एउटा खुट्टा छाम्दाखेरि त एउटा ठुलो र एउटा सानो धेरै दुःख पनि लागिरहेको थियो, तर उहाँ त्यतिमा पनि खुसी हुनुहुन्थ्यो। त्यो देखेर हामी पनि खुसी भए र उहाँले सबै गरेर नुहाइदिए। नुहाएपछि अब उहाँको कपाल सपाल सबै राम्ररी सुकाएर पोछेर उहाँलाई मैले भने अब के गर्नु पर्यो। उहाँले भन्नुभयो अलिकति तेल छ भने मलाई तेल लगाइदिनु। मैले भने ठिक छ। अब हेर्नु पहिले यो कपडा उहाँको यो गम्छा आएको छ, उहाँले राखेको गम्छा, प्यान्ट, कुर्ता, अन्डरवेयर र उहाँको लागि स्वेटर बाक्लो खाले हामी लिएर आएको थियो। अब उहाँको तेल लाउने कार्यक्रम, तेल लाउँदाखेरि उहाँले धेरै भगवानलाई गोड लाग्दै अनि हामीलाई आशीर्वाद दिँदै काम गर्दै हुनुहुन्थ्यो। हामीले धेरै आशीर्वाद पनि पाए। उहाँले जता जता भन्नुभयो त्यहाँ त्यहाँ हामीले लगाइदियो। तेल लाउँदाखेरि उहाँले पुरै मख खुसी हुनुभयो। हामीलाई पनि राम्रो लागिरहेको थियो, फर्स्ट टाइम यस्तो मान्छेको सेवा गर्न मौका पाएँ। खुट्टामा भन्नुभयो म यो कटेको खुट्टामा पनि लगाइदिनु भनेर, त्यहाँ पनि मैले लगाइदिएँ। अब प्यान्ट लगाएर अब रेडी हुनु भनेको, प्यान्ट लगाइदिन सुरु भयो। प्यान्ट लगाइदिएँ। त्यस पछाडि उहाँ आफै भन्नुभयो कि म लाउँछु भनेर, सबै भयो। अर्को प्यान्ट नि मैले लगाइदिएँ। उहाँ भन्नुभयो कि अलिक टाइट गरिदिनु भनेर मैले त्यो नाडा टाइट गरिदिएँ, उहाँको जस्तो चाहिरहेको थियो त्यस्तो। अब नयाँ जुत्ता ल्याएको थियौँ हामी। यो जुत्ता उहाँको एउटा नक्कली खुट्टामा पनि लाएँ। फर्स्ट टाइम यो एक्सपिरियन्स भयो मलाई। पुरै हल्लाएर देखेँ कि ढिला त छैन नि भनेर। अर्को अब जुत्ता नाप्नलाई मैले भने, तब मैले भने कि एकछिन पक्नु, म मोजा लिएर आउँछु। म सक्स लिन गएँ। पहिला त्यो सानो खुट्टा जुन थियो त्यसमा 3-4वटा सक्स लाउनु पर्ने, यो खुट्टा टाइट गर्नलाई एउटाले भएन, 2वटा अझै लगाएँ। अनि उहाँले भन्नुभयो कि यसलाई मिलाउनु पर्छ भनेर, यसमा अरू कपडाहरू लाउनु पर्छ। हामीले भने पहिला सक्स लगाइहाल्नु, त्यस पछाडि अब कपडा लाउने हामी सुरु गरेँ। उहाँले जस्तो जस्तो सिकाउँदै हुनुहुन्थ्यो त्यस्तै हामी गर्न सुरु गरेँ। गर्दा गर्दा उहाँले भनेअनुसार मैले सबै लगाइदिएँ। उहाँले पनि एकचोटि हेर्नु भनेर हेर्नु भएको। त्यस पछाडि खुट्टा पनि अब फिट भयो। उहाँको प्यान्ट त्यो जुन थियो त्यो टाइट भइरहेको थियो त्यहाँ, त्यो पनि सबै हामी गरेर अनि त्यहाँबाट उहाँको प्यान्ट पनि लगाएँ। त्यस पछाडि उहाँको अब हिँडेर हेर्नुहुन्छ भनेको, उहाँले अब एकछिन हिँडेर यताउता डुलेर चेक गर्नुभयो। त्यस पछाडि ठिक थियो। अब स्वेटर लाउने काम, अब स्वेटर पनि लगाइदिएँ। अब उहाँको कुर्ता थियो, कुर्ता पनि लगाइदिएँ। कुर्ता लाउँदाखेरि अलि उहाँको हात उस्तो थिएन जस्तो हाम्रो हुन्छ, र पनि त्यस्तो भयो, लगाइदिएँ। उहाँ पुरै मख खुसी भएर आशीर्वाद दिँदै अब अर्को राम्रो लाग्यो, यस्तो खुसी मन बनाउनु भयो, आशीर्वाद दिनुभयो, हाँसी हाँसी कुरा गर्नुभयो। अब गम्छा जुन हामी ल्याएको थियो त्यो उहाँलाई लगाएर सम्मान गर्यो र उहाँलाई खुसी हेर्दाखेरि हामी पनि खुसी भयो। उहाँको रुद्राक्ष माला मिलाइदिन भन्नुभयो, मैले पनि मिलाइदिएँ। अब उहाँलाई उठाएर एकछिन उता हाँस्दिनु भनेको मैले, अनि उहाँले भन्नुभयो कि ठिक छ। अनि उता हेर्दाखेरि अलि लजाउनु भयो, अनि खुसी हुनुभयो, भगवानलाई भन्दै नमस्कार गर्नुभयो। मलाई पनि धेरै खुसी लाग्यो उहाँलाई खुसी देखेको। एकैचोटि मान्छे परिवर्तन नै देखिरहेको थियो पहिला र अहिलेमा। तपाईहरु नै हेर्नुहोस् त पहिला र अहिलेमा के फरक छ। धेरै खुसी लाग्यो मलाई खुसी देख्दाखेरि। भगवान उहाँलाई अझै खुसी बनाऊ, हामीले यस्तैको अझै गर्न पाओस्। अझै कतै छ भने हामीलाई राम्रो लाग्छ गर्नलाई। अगाडि पनि हामी गर्नेछौँ। उहाँको मुखमा स्माइल हेर्दाखेरि धेरै राम्रो लाग्यो, हामीलाई धेरै खुसी लाग्यो।
उहाँले मैले बताएँ कि यो कुर्तामा त्यहाँ फुल लगाएको छ। उहाँले भन्नुभयो धेरै राम्रो छ, मलाई राम्रो लाग्यो। यति भन्दै अब हामी उहाँले भन्नुभयो कि हामीलाई छोडिदिनु भनेर हामी आफ्नो गन्तव्यतिर लाग्यौँ। उहाँलाई अब गाडीमा फेरि बसाएर अब उहाँलाई हामी जहाँबाट उठाएको थियो त्यही उहाँलाई ल्याएर छोड्यो र उहाँलाई नमस्कार गरेर हामी फेरि भेट्छौँ भनेर हामी आफ्नो कामतिर लाग्यौँ। धन्यवाद।